नमस्कार शुभ बिहानी सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छु। हामी यतिखेर दोलखा भ्रमणका क्रममा तपाईहरुलाई यो दुधौले आइपुगेका छौं र यहाँबाट चाहिँ तपाईहरुलाई अब हामी दोलखा भ्रमण गराउने छौं। हामी अब गाईघाटबाट दोलखा भ्रमणको लागि निस्किसकेका छौं। दोलखामा हामी यतिखेर हामी कमला पुल आइसकेका छौं। तपाईहरु हेर्न सक्नुहुन्छ यो कमला पुल हो। घडीमा 10 बजिसकेको छ। यतिखेर हामी चियाबारी चियाबारीमा यो चियाबारी सिन्धुलीको चियाबारी भन्ने ठाउँ हो, हेर्न सक्नुहुन्छ। ठीक छ चियाबारी ठ्याक्कै 10:15 बजे तर हामी खाना खाने तयारीमा छौँ। त्यसपछि हामी फेरि अगाडि बढ्नेछौँ लाग्दैछ। हामी खाना चाहिँ यो सदिच्छा होटल थकाली खाना घर, यो खाना घरमा चाहिँ खाना खानु लाग्दैछौँ। यहाँ चाहिँ एकदम राम्रो खाना पाइन्छ भन्ने छ। हामी यतिखेर यहाँ गडी डाँडामा आइपुगेका छौँ। सिन्धुली गडी डाँडामा आइसकेका छौँ। हाम्रो यात्रा चियाबारीमा खाना खाएर अहिले हामी सिन्धुली हामी गडी आइपुगेका छौँ र एकदमै रमाइलो बसेको बेलामा यति यात्रा सके पछाडि काठमाडौँबाट आवाज हुने र सामान आए चाहिँ के हुन्छ भने घरतिरबाट काठमाडौँ जानुको बढी माहौलहरू चाहिँ देखिरहेका त्यसको भ्यू एकदमै हामी छौँ यतिखेर यो गडी डाँडा, यहाँ चाहिँ एकदम चर्चित ठाउँ, जो कहिले पनि एउटा फोटो भिडियो खिच्ने ठाउँ। त्यसको पतिरको नजारा हामी देखाउँदैछौँ। धान पाएर देखाइदिनु। यतातिर गाउँहरू यस्तो गाउँहरू रहेको छ, चट्ट पहाड यो डाँडा। यति हामी यो भिडियोबाट चाहिँ बिदा हुन चाहन्छौँ, फेरि जोडिनेछौँ यो गडी डाँडाबाट। अहिले छुट्टिन चाहन्छौँ। ल सबैलाई धेरै धेरै सम्झना छ। बाई बाई। अहिले हामी यहाँ यो सिन्धुली आइपुगेका छौँ। सिन्धुली बाटो कि हामी गडी आइपुगेका छौँ। पहिलोपल्ट हाम्रो मनसा 10 वर्ष 12 वर्षको अन्तरालमा सिन्धुली गडीबाट देखेको यो दृश्य हामी टपमा आएको छौँ। बाहिर कुलर हो कि यो कुलर हो? हेर्नुहोस् है, माडी बजार हेर्नुहोस्, खोला हेर्नुहोस्, त्यसपछि रामेछापको मन्दिर बजार हेर्नुहोस्। लुकेको देखिन्छ सबै त्यहाँबाट भन्नुहोस् त। पढ्दिनु घुम्न आउनु हेर्ने भयो। ल सिन्धुली गडीबाट होला ल होइन, अब हामी जङ्गलको बिचमा छौँ। अब हातबाट देखिहाल्छ नि सिन्धुली गडीमा झन्डा नेपालको। ल त्यहाँबाट हेर्नुहोस् है। नेपालको झन्डा मन्दिर बजार हेर्नु सक्नुहोस्। गौरीशङ्कर हेर्नुहोस् त, यहाँबाट देखिन्छ अरे। हाम्रो मनोज सरले सिन्धुली माडीबाट के हेर्दै हुनुहुन्छ हेर्नुहोस् यो ठुलो क्यामेराले। यस्तो छ, यहाँ झन्डा फरिरहेको छ, नेपालको झन्डा। यो डाँडाबाट हेरिरहनु भएको छ, गजब छ। ल
नेपाल मैले हेरेको हो हेर्नुहोस्। ल हामी यतिखेर सिन्धुलीगढी दरबार क्षेत्र घुमिराखेका छौँ। काम लागिरहेको अवस्था हुन्छ हाम्रो वाक्तहरू चलिरहेछ पाण्डे अरे हाटान्ती विद्याभद्र उपाध्याय हेर्नुहोस् चट्ट यस्तो छ यहाँ यस्तो छ नामै नाम टिकारी सरदार वंशी गुरुङ हेर्नुहोस् यहाँ युद्ध सङ्ग्रहालय छ। युद्ध सङ्ग्रहालयमा आएपछि एउटा फोटो खिच्नै पर्यो। सङ्ग्रहालय यस्तो छ हेर्नुहोस् ए बारुद हालेर पड्काएको छ यस्तो छ सङ्ग्रहालय छ। यहाँ छ मनोज सर घुम्दै हुनुहुन्छ। अब यता यता घुमेर आउन त्यसपछि त्यस्तो रह हेर्नुहोस् मान्छेहरूको चहल पहल निकै छ। ल यो युद्धको संरचना यहाँ पनि बनाइएको छ यहाँ सक्नुहुन्छ। यहाँ पनि नेपालको झन्डालाई झुन्ड्याउनलाई यहाँ हाम्रा दुईजना दाजुभाइहरू लागि पर्नु भएको छ। उहाँहरूले चाहिँ मनोज सर के गर्दैछन् हौ दाजुभाइहरू हो ल हेर्नुहोस् फर पारेर अब झन्डा फरिएको हावा चलाएको छैन छ हामी डुल्दैछौँ है। ल यतिखेर हामी आइसकेका छौँ यहाँ है सिन्धुलीगढी सङ्ग्रहालयको छेउमा छौँ हामी। यहाँ पहिलेका तोप बारुदहरू पड्काउने यस्तो छ। यहाँ पृथ्वीनारायण श्री मनोज सर भिडियो खिच्दै हुनुहुन्छ। हेर्नुहोस् मेरा साना दुःखले आर्ज्याको मुलुक होइन सबै जातको फुलबारी हो सबैलाई चेतना भयो भनेर पृथ्वीनारायण शाहको दिव्य उपदेश। धन्यवाद। ल यस्तो छ यहाँको कार्यक्रम। हामी अब यो उकालो सिँढी उक्लेर गढी जाँदैछौँ। गढी सिन्धुलीगढी हेर्नुहोस् यस्तो उकालो छ ठाडो उकालो है सिँढी है हामी जाँदैछौँ। तपाईँहरूलाई माथि के छ देखाउनेछौँ है प्रतीक्षा गर्नु होला। हेर्नुहोस् हामी हिँड्दैछौँ सिँढी यस्तो छ उकालो त्यही पनि प्रयास गरिँदैछ। सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमै कतिमा राम्रो दरबार मार्यो नि मायाले हामी यतिखेर गढी दरबार ठुलो गढीको पुरातात्विक पर्खालको ढुङ्गालाई नचलाइदिनु होला। पुरानो पर्खाल हेर्नुहोस् यो ठुलो गढी हामी हिँड्दा स्याहाँ भयो है यहाँ भयो कस्तो लाग्यो त यो रमाइलो धेरै वर्षपछि म त 12 वर्षबाट पछाडि आएको धेरै दिन भएको छ। ल राम्रो लाग्यो है एकदमै राम्रो र प्रतीक्षाको फल मिठो हुन्छ भनेको यही हो। हेर्नुहोस् फाइनली हामी यो सिन्धुलीगढी आइपुगेका छौँ। यो चाहिँ के बनाएको हो थाहा भएन हजुर यस्तो बनाएको छ यहाँ मान्छेहरूको भिडभाड छ हेर्नु। मैले फाइनली गढीमा आएर आराम गर्दैछु ठुलो गाडीमा आएर बसिरहेको अलिकति गल्ती हो उकालो यस्तै रहेछ सिधा उक्लेर आउँदाखेरि निकै गाह्रो भयो है। त्यतिखेर तपाईँहरू हेर्दै हुनुहुन्छ यो खुर्कोट बजार यहाँ सुनकोशी नदीको तीरमा अवस्थित रहेको खुर्कोट बजार र हामी चाहिँ अहिले खुर्कोट सिन्धुली र रामेछापको सिमानामा छौँ। यो हेरिरहनु भएको छ तपाईँहरूले खुर्कोट बजार सुनकोशी यो चाहिँ काठमाडौँ जाने बाटो बिबी हाइवे। ल यस्तो डाँडा पाखा हरियाली रामेछाप जिल्ला प्रवेश गरिसकेका छौँ हामी। रामेछाप जाने यो पासाङ लामो राजमार्ग रहेको छ र हामी दुई भाइ ल तपाईँहरू देख्न सक्नुहुन्छ हामी बरालिँदैछौँ। देश फन्को मार्ने अभियानमा छौँ हामी। कहाँसम्म पुगेर फन्को मारेर फर्किन्छौँ हाम्रो यात्राको टुङ्गो छैन। तपाईँहरूलाई यो एउटा प्रमाण स्वरूप हामीले यो भिडियो राखेका छौँ। हेरेर कृपया लाइक सब्सक्राइब गरेर सबैसम्म पुर्याइदिनु होला। यो नेपाल चिनाउने अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गर्दछौँ। जय नेपाल। ल ल ल ल आज हामी रामेछापको मन्तरीको यात्रामा छौँ। यता नरेश्वर यो बाटो हिँड्दैछौँ हामी। यो सुनकोशीको किनार कुसी हेर्नुहोस् कस्तो डरलाग्दो अवस्थामा छ। ल ल ल ल सुनकोशी के को सङ्गम सुनकोशी र तामाकोशीको सङ्गममा हामी आएका छौँ। सुनकोशी र तामाकोशीको सङ्गममा आएका छौँ हामी।
काठमाडौँ जाने सर बारीबाट हामी बारीबाट सर लटक खुसी र तामाकोसीको सङ्गम स्थल हेर्नुहोस् कस्तो रमणीय यो के भनिरहेको छ तामाकोसीको तिरमा हाम्रो मनोज सर हुनुहुन्छ उहाँ भ्यू हेर्दै हुनुहुन्छ हेर्नुहोस् यो तलतिरको भ्यू कस्तो छ पुरै स्विजरल्यान्डको एयरपोर्ट जस्तो देखिरहेको छ हेर्नुहोस् यो तामाकोसीको तिरको यो भ्यू फाँट जहाँ चाहिँ धान खेती गरेको छ र केही धान काटिएको अवस्थाको यो भ्यू चाहिँ पुरै एकदम हेर्न लायकको देखिन्छ है कति राम्रो धान पनि एकदम धन्यवाद हाम्रो साथी हुनुहुन्छ यहाँ बाटोमा भेटिनु भएको रामेछाप जाने क्रममा उहाँले हाम्रो एउटा भिडियो र फोटो खिचिदिनु भएको छ तपाईँको परिचय दिनुहोस् न मेरो चाहिँ राजेश माझी हो म यहीँको बासिन्दा हो म चाहिँ यहाँ बाख्रा चरेर आएको थिएँ त्यही भएर एकदम जे जे भए पनि उहाँले हामीलाई सहयोग गर्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँलाई एकदम रमाइलो लाग्यो डाँडापाखा हेर्नुहोस् यो एकदमभन्दा बेस्ट चाहिँ अहिलेसम्म देखेकोमा यो भ्यू चाहिँ मलाई एकदमै मनमोहक लाग्यो तपाईँहरूलाई पनि पक्कै राम्रो लाग्छ भन्ने लाग्छ ठ्याक्क तामाकोसीको तिरमा यो फाँट छ यतिखेर हामी रामेछापको मन्थली बजार सदरमुकाममा छौँ सदरमुकामको यो अगाडि तपाईँहरू देख्दै हुनुहुन्छ देवकोटा चोक देवकोटाको शालिग रहेको छ त्यहाँ देवकोटा चोक यहाँ ब्याङ्कहरू रहेछ मन्थलीमा हिँडिरहेका छौँ मन्थली बजार दुईवटा बाटो मन्थलीको हिलफुल पसल यतिखेर हामी देवकोटा चोक आइपुगेका छौँ यो बाटो चरीकोट जाने होला यो चाहिँ कता हो यतिखेर हामी देवकोटा चोकमा आइपुग्यौँ देवकोटाको शालिग हेर्यौँ यो देवकोटा चोकमा छौँ हामी हेर्नुहोस् यता मन्थलीको सदरमुकाम पिपल चोक यहाँबाट चाहिँ यस्तो मन्थली बजार यतातिर यस्तो रहेको छ देवकोटा चोकमा छौँ मन्थली बजारमै जाँदैछौँ अब हामी मन्थली एयरपोर्टको लागि प्रस्थान गर्दैछौँ एयरपोर्ट घुम्ने त्यहाँ कार्यक्रम राखेका छौँ अब हाम्रो एउटा साधन मात्रै त्यही भएर त्यही साधनमा व्यवस्था पनि मिलाउँदैछौँ अब अन्थालीजीले त्यसमा चढेर जान्छौँ यो मन्थली बजार ठुलो रहेछ हेर्नुहोस् नदीको माथिको पुलमा छौँ रामेछापको सदरमुकाम मन्थली चाहिँ रात्रिकालीन समयमा हामी यसरी यो पुलमा वाक गरिरहेका छौँ हेर्नुहोस् राम्रो यस्तो भ्यू देखिरह हाम्रा साथीहरू यहाँ अगाडि हेर्नुहोस् के छ हो साथीहरू कस्तो लाग्यो हो मन्थली यो हामी तामाकोसीको माथिको पुलमा अहिले बसेर हामी हेर्दैछौँ मन्थली रामेछाप एयरपोर्ट यहाँ देख्न सक्नुहुन्छ पर यो रामेछाप एयरपोर्ट हो यस्तो छ यस्तै छ अब के गर्नु त ल टाटा बाई बाई भन्ने कुरा भाइ हुनु चलिरहेको छ मेरो ल एउटा फोटो खिच्नु तपाईँले यतिखेर हामी मन्थली बजारको नापी कार्यालय मालपोत मर्निङ वाक गर्दैछौँ र यसपछि हामी चरीकोटतिर
लाग्ने छौँ। मालपोत कार्यालय हेर्नुहोस् यो मन्थली बजारको र यहाँ रहेको छ नापी कार्यालय। यो देवकोटा चोक निस्किने बाटो छ र साथमा हामी दुईजनै छौँ मर्निङमा लागिरहेका छौँ। यहाँबाट म तपाईँ मन्थलीको पारिपट्टि देखाउँदैछु। यस्तै छ है गाइज, मन्थली बजार आइपुग्यो है, आइपुग्यो। आउने इच्छा फाइनली पुरा भएको छ। छुट्ने साथीहरूलाई चाहिँ अब मिस गरेका छौँ, के गर्नु, अरू त हामी केही गर्न सक्दैनौँ। ल यस्तो आउँछ भने कसरी याद टुरिस्टको होइन नरेश? यतिखेर हामी यो तामाकोसी बजार आइपुगेका छौँ। दोलखाको चरीकोट जाने बाटो यता छ। हाम्रो मनोज सर हुनुहुन्छ र साथमा हाम्रो युवा छ। यो तामाकोसी पुल यता रहेको छ, हेर्नुहोस्। यो चाहिँ तामाकोसी पुल हेर्नुहोस्। यो तामाकोसी खोला यता रहेको छ। यताबाट हामी आएको बाटो। कस्तो छ मनोज सर? गुड छ। तामाकोसी आइपुग्यो। तामाकोसी पुल, तामाकोसी खोला यहाँ छेउमा छ। यस्तै छ ल साथी हो। हामी सिक्किन्छौँ यहाँबाट। ल चरीकोट जाने क्रममा लिएको भिडियो यहाँबाट तपाईँहरू देख्न सक्नुहुन्छ। चट्ट हिमाल खुलेको यो डाँडाको बिचमा टिलिक्क टल्केका यौँ मनमोहक दृश्य। प्रकृतिले लोभ्याउने हिमालको पछाडि यो देख्नु भएको छ नि, यो हिमाल हो। यो हिमाल बेस, यो हिमाल तपाईँहरू देख्न सक्नुहुन्छ। अहिले मैले देखाइरहेको छु, यो हिमाल हो। यो कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। स्वर्ग हेर्ने हो स्वर्ग, हेर्ने हो स्वर्ग। 15 किलोमिटर त्यत्रो पर पर्दैन। हेलो, आइपुग्यो। हामी चाहिँ कुरी भन्ज्याङ आइपुगेका छौँ। हाम्रो यात्रा एकदम यादगार बनिरहेको छ, रमाइलो भइरहेको छ। घाम खोलेको छ, हल्का देखिएको अवस्था छ। वाह, हेर्दा हेर्दै घाम हेर्नुहोस्। कुरी बजार पछाडि चाहिँ ब्याकग्राउन्डमा कुरी बजार है। हेलो गाइज, हामी यतिखेर दोलखाको कुरी बजारमा छौँ। देख्न सक्नुहुन्छ बजार हो। केवल गाडी टिकट लिएर रेडी भएर बसेका छौँ र यो यात्रामा आज हामी अलिक ढिलो भयो। हामी सुरुमा चढेरै जाने, हिँडेरै जाने भन्ने हाम्रो प्लान बनिरहेको थियो। तर अब अलिकति अब हाम्रो हिँड्ने बानी अलिक हटेको कारणले गर्दाखेरि अब ठिकै छ, अर्कोपल्ट हिँड्नेका लागि अर्कोपल्ट राख्ने तरिकाले आज चाहिँ केवल कार चढेर जाने भन्ने कुरा गर्यो। अब हामी एकदम लबीमा छौँ, चढ्ने लबीमा आएर गइसकेका छौँ है। आउँदैछ यताबाट। यो चाहिँ हेर्नुहोस्, अहिलेको कुहिरोले एकदम अब केही देखिएको छैन। ल अब सम्भवतः हामी माथि पुगेपछि भगवान्को कृपाले पुरै पूर्ण रूपमा आकाश खुलेर घाम लागेर झिलिमिली हुन्छ भन्ने
हेर्नुहोस् अब हाम्रो एउटा यो चाहिँ हाम्रो एउटा रौताको लागि हामी एउटा यो सम्भाव्यता अध्ययन पनि हो हाम्रो रौता मन्दिरमा चाहिँ अब सकिन्छ कि यो केवल कार बनाउन भनेर हामी त्यसैको लागि पनि अध्ययनको सिलसिलामा हामी आएका छौँ फिजिबिलिटी स्टडी पनि हो हाम्रो होइन ल हामीलाई लिनको लागि अब यहाँ वाहन आइसक्नु भएको छ है अब यो वाहनमा हामी चढेर जान्छौँ वेटिङमा छौँ हामी लिनका लागि यो कालिम्पोङ टेबल कार त्यसैमा हामी जाँदैछौँ लगभग करिब 1 घन्टाको प्रतीक्षा पछि होइन 1 घन्टा वेटिङमा बसेर बल्ल बल्ल पालो आयो हेर्नुहोस् त्यही छ अब के गर्नु तपाईँ कति घन्टा गर्नु 1.5 घन्टा हामी केबल कारभित्र पसिरहेको छौँ हामी लाग्दैछौँ केबल कारेमा भेट भयो मायालाई त कारेमा देख्दा चाहिँ छिटै कुरा हाम्रो ग्रुपको पनि देखाइ हाम्रो ग्रुपको कहाँ पर्यो हाल के हामी उदयपुर गाडीबाट उदयपुर पश्चिम आज आइपुग्नु हजुर हामी आज होइन यो हिँडेर जाने भनेर चाहिरहेको थियो बिचरा हामी कुहिरोले लो हामीलाई कुहिरोले ढाकिरहेको एकदमै कुहिरो लागेको अवस्था केही देखेन अब हामी प्रतिष्ठा अहिले हामी अर्को पल्ट झर्दाखेरि केही देखेन हजुर ए आयो आयो ल यस्तो छ हामीसँगको साथीभाइहरू त यहाँ हिँड्दै हुनुहुन्छ यो पछाडि ब्याकग्राउन्डमा हेर्नुहोस् दुईटै सुविधा छ यो बाटो हिँड्दै मान्छे गइरहनु यस्तो छ अहिले अक्सिजन कमी हुन्छ कि एउटा स्यास्या हुन्छ क्या म अघि तल नै त्यस्तो भइरहेको थियो अनि हिँडेर जाँदैछौँ है जाँदैछौँ आइपुग्यौँ बाटो अलि त्यति मात्र हामी अब झऱ्यो त अहिले एक चढ्को लागि आइपुगेका छौँ बाहिर निस्किने क्रममा अब लाइन यस्तो छ हेर्नुहोस् यो लाइन बसेर फेरि आएर झर्नुपर्ने होला जाउँ त मान्छे चढेर कालिम्पोङबाट खोलेको मौसम तपाईँहरूलाई देखाउँदैछु यस्तो छ ओ माई गड हिमाल हेर्नुहोस् हौ टिलिक्कै टल्केको छ हजुर कता हो दाहिने फारमा हेर्नुहोस् यहाँदेखि हिमाल यतासम्म टल्केको छ कालिम्पोङ मन्दिरको भगवतीलाई दर्शन गर्न जाँदैछु हाम्रो साथीहरू अगाडि हिँड्दैछन् यस्तो छ कुहिरोले ढाकेर केही देखिएको छैन ल गाइस यस्तै छ है साथी हो Thank you. Label खिच्दैछु
गाइज अब हामी मन्दिर दर्शन गरेर झर्दैछौँ। यस्तो रहेको छ हाम्रो मनोज सर हुनुहुन्छ। बाटो तपाईँहरूलाई हल्का फल्का देखाउँछौँ हामी। यस्तो छ हेर्नुहोस्, यहाँ तल यस्तो छ, यता हिमाल खोलेको छ। यो चाहिँ कालिम्पोङ डाँडाबाट लिएको तस्बिर। बाटो चाहिँ एकदम रहेको छ। बाटो यस्तो छ हेर्नुहोस्। ओ भट्टराई सर के छ? ठिक छ हजुर, आउँदैछु। यस्तै छ है, यस्तै यहाँबाट यस्तो बाटोबाट हामी झर्दैछौँ तल। उहाँ तल पुगिसक्नु भएको छ हाम्रो मनोज सर। ए मनोज सर के छ? र म यहाँ छु र उहाँ हुनुहुन्छ। यसरी हामी दुईजना दुईतिर छौँ। हेर्नु दर्शन गरेर आइसक्यौँ। बाटो यस्तो छ, यहाँ यस्तो छ भिरपा है, यस्तो छ। झर्दैछौँ, झर्ने बाटो एकदम रमाइलो भइरहेको छ। दर्शन गरेर झरिसक्यौँ। जोस् अघि चाहिँ कुहिरोले एकदम ढाकेको थियो भनेदेखि अहिले चाहिँ हामी अलिकति कुहिरो खुलेको कारणले गर्दाखेरि है रमाइलो देखिएको छ। यस्तो छ बाटो है, बाटो यस्तो छ। तपाईँहरूलाई देखाउन चाहन्छु। मान्छेहरू आउँदै हुनुहुन्छ यो बाटो। ल यो चाहिँ मलाई यस्तो एकदम मजाको लाग्छ। ओपन भएर कि कुनै फोटो खिचाउँ न भाइ। यो दृश्य यता पारिपट्टि हिमाल खुलेको देख्न सक्नुहुन्छ तपाईँहरू। ल साह्रै प्राकृतिक रूपमा चाहिँ एकदम उम्दा ठाउँ हो यो। उम्दा ठाउँ देखियो। यस्तो बाटोबाट हामी झर्दैछौँ तल। उहाँ तल पुगिसक्नु भएको छ हाम्रो मनोज सर। ए मनोज सर के छ? र म यहाँ छु र उहाँ हुनुहुन्छ। यसरी हामी दुईजना दुईतिर छौँ। हेर्नु दर्शन गरेर आइसक्यौँ। बाटो यस्तो छ, यहाँ यस्तो छ भिरपा है, यस्तो छ। झर्दैछौँ, झर्ने बाटो एकदम रमाइलो भइरहेको छ। दर्शन गरेर झरिसक्यौँ। जोस् अघि चाहिँ कुहिरोले एकदम ढाकेको थियो भनेदेखि अहिले चाहिँ हामी अलिकति कुहिरो खुलेको कारणले गर्दाखेरि है रमाइलो देखिएको छ। यस्तो छ बाटो है, बाटो यस्तो छ। तपाईँहरूलाई देखाउन चाहन्छु। मान्छेहरू आउँदै हुनुहुन्छ यो बाटो। ल यो दृश्य यता पारिपट्टि हिमाल खुलेको देख्न सक्नुहुन्छ तपाईँहरू। ल साह्रै प्राकृतिक रूपमा चाहिँ एकदम उम्दा ठाउँ हो यो। उम्दा ठाउँ देखियो है। माथिबाट झर्नको लागि अहिले हामी दोलखाको तरिको मेन चोकमा छौँ। र यो चोकबाट देखेको मर्निङको भ्यू हेर्नुहोस्। हामी यहाँ छौँ। हामी चाहिँ दोलखाको प्रसिद्ध मन्दिर
भीमेश्वर भीमसेन मन्दिरमा आइसकेका छौँ। हेर्नुहोस्, देख्न सक्नुहुन्छ। मौसम त राम्रो होला। मौसम भने हामी यतिखेर दोलखाको भीमेश्वर मन्दिर हामी एका छौँ भीमेश्वर मन्दिर यस्तो लाइन छ। हाम्रो नरेशले पूजा गरेर भीमसेन दोलखाको भीमसेन मन्दिरमा कहिले आउनुहुन्छ? पूजा गरौँ त, घर पूजा गरौँ, उठाएर घुमाउ न। हराउँछ बाबु गइसक्यो।